ब्याक टु माई युट्युब च्यानल इट्स मी रञ्जिता भट्टराई। अनि के छ सबैजना सन्चै हुनुहुन्छ होला? म पनि एकदम ठिकठाक छु। आज छुट्टी एकदम मजा आइरह। यहाँ चाहिँ मेरो भाइ छ। हेलो भन। हेलो कस्तो म त जल्दी बोल, कल सुबह पनवेल निकलना। नाम भन्न एकछिन लाग्छ गाइज। र आज हामी एउटा गेम खेलौँ भनेर सुरु गर्न लाग्यौँ। विस्पर च्यालेन्ज हेरौँ कतिको रमाइलो हुन्छ भने चाहिँ रमाइलो भएछ भने पोस्ट हुन्छ, हेर्नु होला। ओके। र हाम्रो दर्शकहरू यता हुनुहुन्छ, म देखाउँछु है। के छ ल गाइज, हामी चाहिँ अलि हामी सानो युट्युबर पऱ्यौँ। सानो भर्खर खोलेको। हामीसँग माइक्रोफोन चाहिँ थियो, तर ल्याउन भाइले बिर्सेछ। त्यही भएर यसको जुगाडको लागि चाहिँ हामीले एयरफोनमा एकदम फुल साउन्ड गराएर च्यालेन्ज गर्नेवाला छौँ। यसमा जित्यो भने त जित्यो, हार्यो भने चाहिँ यो खुर्सानी एकदम एक्सेप्टेड छ नि। ल कति जित्छ होला त्यो त अब अप्सन बाहिरको कुरा हो। ल ठिक छ, केही बोल्न त नि कस्तो लागिरह? ल राम्रो लागिरह। अब भिडियो यहाँ सुरु हुँदैछ। ल सबैले हेरिदिनु होला। मेरो युट्युब सबैले लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नु होला। त्यो गर्न नबिर्सनु होला। ल गाइस, ल खुर्सानी रेडी छ। हेरौँ कसले जित्छ। कति बेला गर्ने? पहिला तैँले गर। रेडी मजाम। आजको चटपटे कति पिरो थियो? आज चटपटे मिठो थियो। आजको चटपटे कति पिरो? आज चटपटे खाइयो। अलि सुस्त बोल्न फेरि भन्, फेरि भन्। आजको चटपटे कति पिरो थियो? आजको चटपटे मिठो थियो कि नै? आजको चटपटे कति पिरो थियो? आजको चटपटे आफै गेस गर्न लाग गाइज। कस्तो थियो? हैन, फेरि भन्। आजको चटपटे कति पिरो थियो? आजको चटपटे मिठो थियो। अब लास्ट चान्स है। भनौँ भन् के? आजको चटपटे कति पिरो थियो? फेरि भन् त। पाइन्न। एकचोटि भन्। आजको चटपटे कति पिरो थियो? आजको चटपटे कस्तो थियो? नाइ कट। ल के हो? आजको चटपटे कति पिरो थियो? ए ल तैँले हारिस, मैले 1 मैले पोइन्ट मिलिसकेको रहेछ। सुरु गरौँ। त्यस्तो आँखा त कति मान्छे भए पनि कति रमाइलो हुन्छ नि त। नास्ता के खाइस? नास्ता के खाइस? आज नास्ता खाइस? हैन। हैन हाँस के तपाईँले त बोलेकै छैनस्। आज नास्ता के खाइस? नगरे के हो त्यस्तै हुन्छ आफूलाई नास्ता त। के खाइस? भन् के? के रे? आज नास्ता के खाइस? अलि मुख खोल्न। आज नास्ता के खाइस? आज नास्ता के खाइस? सुनि त्यो त्यसले त सुनि चाहिँ अरे। 2 पोइन्ट यसमा। सुनि अरे। त सुरुमा कसो गरे थिइस् त? भन्। के भनौँ गाइस? तिम्रो खुट्टा कति फोहोर? तिम्रो खुट्टा कति फोहोर? के अरे? तिम्रो खुट्टा कति फोहोर? तिम्रो फोटो कस्तो राम्रो हो। हैन, फेरि भन्। तिम्रो खुट्टा कति फोहोर? तिम्रो खुट्टा कति फोहोर? तिम्रो अलि छिटो गर्न। तिम्रो फोटो राम्रो हो। छैन त। तिम्रो खुट्टा कति फोहोर? अनि भित्र तिम्रो खुट्टा सुन्नु क्या अहिले? तिम्रो खुट्टा फुटे हो। तिम्रो खुट्टा कति फोहोर हो? फोहोर छ यतै सुनिस् हो? मिलो। ए कसरी सुनिस् त? सुनिस सुनिस। ल तेरो 1 पोइन्ट आयो, मेरो 2 आएको थियो, 1 कट भयो, मेरो अझै 1 पोइन्ट बढी है। सुगरम यी छोड् न। आसाज तरकारी के खाने हो? आसाज तरकारी के खाने हो? आसाज तरकारी के खाने हो? भन् के? मैले आवाज चाहिँ निकाले छैन। निकाले हो। आवाज निकाले अहिले। भन् के? आज तरकारी के खाने हो? छिटो भन् भाइले न। आज भन् के हो? आज भन् न के हो? एकैचोटि भन्। पुरै भन्न एकचोटि। आज तरकारी के खाने हो? आज तरकारी के खानी? ए सुनि पुरै रे भन्, पुरै भन्। आज तरकारी के खानी हो? सुनि चाहिँ। तर अहिले त कस्तो पुरै गीत मात्रै दिमागमा। मेरो फेरि 2 पोइन्ट भयो। अहिलेसम्मलाई म विनर छु है। अनि यस्तो दाब्न अनि आवाज केही आउन। बाबालाई यसो गराइदेऊ न। कपाल काटेर कति फोहोर देखेको? के अरे? कपाल काटेर कति फोहोर देखेको? अब के गर्ने होस्? कपाल काटेर कति फोहोर देखेको? यस्तो च्याको त। कपाल काटेर कति फोहोर देखेको? फेरि भन् त। कपाल काटेर कति फोहोर देखेको? अब के खाने हो? खाना चाहिँ छ गाइजलाई, खाना केही छ। त्यो त धेरै लामो भयो नि यसै। अब कहाँ जाने हो? भन् 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 के बुझ्दै छैन। कपाल काटेर कति फोहोर देखेको? फेरि भन् त। नाइ फेरि भन् न। पाइन्न। ल अब एकचोटि भन्। कपाल काटेर कति फोहोर देखेको? भित्र बोली भोलि कति बेला जाने हो? कपाल काटेर कति फोहोर देखेको भनेको?
ल 3 पोइन्ट त्यसले तँलाई हेरिरह ल म लगाम लगा त आवाज बाहिर मैले निकाल्दै लागु हाल्ने। भन्छु भोलिलाई भनौँ निकालेर राख्नु अलि पेल भोलिहाल्ला निकालेर राख्नु मैले त जान्दिनँ तिमी कता गर्नु अबे जल्दी बोल कल सुबह पनवेल निकल तेरो मम्मीको नाम के हो के रे तेरो मम्मीको नाम के हो लास्टमा के हो भन्न एकचोटि सबै तेरो मम्मीको नाम के हो भन् के एकचोटि फेरि भन् त चारचोटि भाउ एकचोटि तेरो मम्मीको नाम के हो मिम्मी गरे म खोल्न तेरो मम्मीको नाम के हो तेरो तेरो मम्मी कति राम्री छचोटि भाउ हजुर छचोटि भाउ एकचोटि भन् त मुख खोलेर के तेरो मम्मीको नाम के हो तेरो मुख खोलेर तेरो मम्मी बाबाको नाम के हो तेरो मम्मी बाबा कहिले आउने हुन् होइन होइन भाउ छोड दे अब लास्ट दुईचोटि हुन्न दुईचोटि पाइन्छ। दसचोटि भाउ भन् त तेरो मम्मीको नाम के हो तेरो मम्मीको नाम के हो होइन तेरो मम्मी बाबा के हो होइन भाउ तेरो बाबाको नाम के हो? के भाउ तेरो तेरो बाबाको नाम के हो होइन के भाउ होइन तेरो बाबाको नाम के तेरो हो मम्मी बाबाको नाम के हो म यति त पुगो त्यो यति पुगेर हुन्छ र ल मेरो 2 पोइन्ट भयो 3 थियो 1 कट भयो कस्तो अहिले अलि मेरो के भएछ ल यस्तो दाब त रेडी दाब के रे यस्तो दाबिराख्यो भने के आउन्न कान दुख्छन् तिम्रो गर्लफ्रेन्ड काली छिन्की के गोरी अरे तिम्रो गर्लफ्रेन्ड काली छिन्की गोरी तिम्रो गर्लफ्रेन्डको नाम के हो होइन तिम्रो गर्लफ्रेन्डको घर कहाँ हो होइन फेरि भन् भन्दै जान भन्न अलि सुस्त मन के ल सुनिस् भन् के तिम्रो गर्लफ्रेन्ड काली छिन्की गोरी तिम्रो गर्लफ्रेन्ड कहाँ के हुन् होइन होइन अब मैले लास्ट चोटि भन्छु ल के तिनचोटि भन्ने हो र भनौँ भन् के तिम्रो गर्लफ्रेन्ड काली छिन्की गोरी तिम्रो गर्लफ्रेन्ड कहाँ छिन् होइन यसो दाब न यस्तो गरिराख के तिम्रो गर्लफ्रेन्ड यस्तो गरिराख न तिम्रो गर्लफ्रेन्ड काली छिन्की गोरी तिम्रो गर्लफ्रेन्ड कहाँ छिन् भन्न तिम्रो गर्लफ्रेन्ड कहाँ के हुन् होइन फेरि भन् तिम्रो गर्लफ्रेन्ड काली छिन्की गोरी तिम्रो गर्लफ्रेन्डको नाम के हो फेरि भन् म हाँस्ने साउन्ड फेरि मम्मीको आइरह भन् के फेरि तिम्रो गर्लफ्रेन्ड काली छिन्की गोरी फेरि भन् त अब सानो त छैन गाइस फेरि भन् त यो दाब त तिम्रो गर्लफ्रेन्ड काली छिन्की गोरी कहाँ गयो त डाउन गरेको भन् तिम्रो गर्लफ्रेन्ड काली छिन्की गोरी तिम्रो गर्लफ्रेन्ड काली छिन् होइन पुरा भएन ल भन् अब त म भन्दिनँ हुन त मैले 10 चोटि दिएको म धेरै भने न ल भन् एकचोटि भन् तिम्रो गर्लफ्रेन्ड काली अलि अलि मुख खोलेर तिम्रो गर्लफ्रेन्ड काली छिन्की गोरी नहाँसिकन भन्न म त हाँस्छु ल भन् भनिसकेँ ल भन् भने त फेरि एकचोटि भन् तिम्रो गर्लफ्रेन्ड काली छिन्की गोरी तिम्रो गर्लफ्रेन्ड काली छिन् के गरी सुनिस् रे हो त सुनिस् सुनिस् अनि सुनिस् नाटक आफूले जित्दाखेरि सुनिस् अरे कोई तरीका सुन्ने किन भनेको भन् के आज अरू खाइस् किन आज चाउ चाउ खानी हो होइन खाइ हो खाइतिस होइन आज चाउ चाउ खाइतिस होइन आज चाउ चाउ खानी हो होइन आज यो भयो तेरो अहिले आज चाउ चाउ खाइतिस होइन भन्थ्यो भनेन के भनेको थियो त्यो भने भन् के भन्थ्यो भन्नु पुरै कट्यो आज आलु खाइ त्यही गर्नु ए ल यो खुर्सानी अब हामी 3 चोटि गरौँ 4 चोटि गरौँ ल है गाइस धेरै बोर नमानौँ ल भयो एक दिन यस्तो गरेर बसौँ गरे तिम्रो र मेरो जन्तर सेम सेम छ लामो भगाली छोटो भन् 6-7 वर्ड हो भन् तिम्रो र मेरो जन्तर सेम सेम छ तिमी बुटल कहिले जाने हो होइन तिम्रो घर को हुनुहुन्छ होइन सकेन पैट गर निकाल तिम्रो र मेरो जन्तर सेम सेम छ ए त्यस्तो लामो भन्छ यार अब एक पोइन्ट मेरो आयो फेरि अब चाहिँ 3 चोटि अहिले फेरि बन्द हुने बेला ल हो हुन्न अहिले बसु गरौँ हाम्रो घर हाते टेक्टर ल्याउँ हाम्रो घर हाते टेक्टर ल्याउँ पेल्न हाम्रो घर हाते ट्र्याक्टर छ होइन ल्याउने हो होइन हाम्रो घर हाते ट्र्याक्टर ल्याखौँ पुरै भएन पुरै मिलेन हजुर पुरै मिलेन गर हाम्रो घर हाते ट्र्याक्टर ल्याछौँ होइन लिएर आउँछौँ होइन मम्मीले ल्याउन ह होइन हो होला अब यो के हो हाते टेक्टर ल्याउँ त्यही हो के ल्याछौँ र ल्याउँ अब मिलेन त्यो के? मेरो 2 पोइन्ट आयो त लास्टै रहेछ सँग अब 2वटा मात्र अब 2टा तैँले जितिस् भने इक्वल हुन्छ नत्र भने म जित्छु है भयो सिसान भानिया र गुराँस मानीको जोडी दामी दामी सिसान भानिया र गुराँस मानीको जोडी तेरो जोडी राम्रो छ आफ्नै छ गाइस और अभी तो रुको क्लाइमैक्स अभी बाकी है ल हेन्सम दामी डान्सर
भन् एकचोटि भन् सिसानमा ल्याएर गुराँसमा हालेको जोडी होइन कटगर भयो के हारे भन्छ राम्रो देखिया आज के हो स्वीकारी सार सिसानमा ल्याएर गुराँसको जोडी दामी उठ्न उहाँ त्यहाँ काना टाटा नभन्ने अनि लिप्सिङ हेर्ने नि त ल म जितेँ हो लिप्सिङ आएको अब तैँले ल गाइस अब भेगियो र अब एकचोटि त म 3 चोटि जितिसकेँ त सोता मैले जितिसकेँ ल उता फर्की हारेको म ल मलाई सरी भन् के ल गाइस आई एम विनर ये ताली बजाइदे अभी मजा आएगा ना भिडो क्राउन आज आनीमा ताली बजाउनु पर्यो ह दुःख सम्मान लाग्दो स्वरूप म भाइलाई यो एउटा खुर्सानी खुर्सानी। दिन चाहन्छु एउटा खुर्सानी म माया गरेर खुवाइदिन्छु ल यो पार पर्यो यो ठिक छ प्लिज खाऊ न ल खा के कस्तो अलि यहाँसम्म खा ल आयो आयो ओके गाइस मिसन कम्प्लिट हाम्रो भिडियो हेरेर माया गरिदिनु ल भन्न आमा भयो माया गरिङ अहिले म पानी खान गएँ बाई गाइस